हेलो गाइज बट हियर आज चाहिँ हामी तपाईँहरूकोमा सरको न्युमेरिकल क्वेसन लिएर आएका छौँ। यो चाहिँ हाम्रो बोन्ड भ्यालुएसनको छ होइन। अब ढिला नगरी सिधै क्वेसनतिर जाउँ। क्वेसनले के भन्छ त एकचोटि पढौँ है त। क्वेसनले के भन्छ भनेपछि 10 years 12% एनुअल कुपन बोन्ड भन्ने बित्तिकै हामीलाई के थाहा 10 year भनेको चाहिँ हाम्रो के हो म्याचुरिटी पिरियड। अनि 12% एनुअल कुपन बोन्ड भनेपछि अनि 12% भनेको चाहिँ हाम्रो कुपन रेट। अनि पार भ्यालु सधैँ 1000 हुन्छ यो तपाईँलाई थाहा नै होला नर्मल्ली होइन। अनि त्यसै अहिले यो बोन्ड चाहिँ कतिमा सेल भइरहेको 1100 मा सेल भइरहेको। अब हामीलाई इन्फर्मेसन दियो चारवटा दियो। अब चाहिँ हामीले निकाल्नु पर्यो त कि भनेपछि बोन्ड सेल्स टु म्याचुरिटी एउटा आइटिएम अनि अर्को भनेको चाहिँ के छ बोन्ड्स करेन्ट यिल्ड, यो दुईवटा कुरा छ। अब ढिला सोल्युसनतिर जाउँ है। गिभन यो क्वेसनले के दिएछ भनेपछि म्याचुरिटी पिरियड एन चाहिँ कति छ 10 years है। अनि त्यसपछि कुपन इन्ट्रेस्ट आई इज इक्वल टु यो कति देखा 12% अफ पार भ्यालु भनेको 1000। यो भावनाले कति हुन्छ आरएस 120। अनि पार भ्यालु त सधैँ हामीलाई दिएकै हुन्छ। पार भ्यालु एम इज इक्वल टु आरएस 1000। अनि यो बोन्डको करेन्ट सेलिङ प्राइसमा छ मार्केट प्राइस चाहिँ के छ करेन्ट मार्केट प्राइस। यसलाई पी लेख्दा पनि हुन्छ पी नट लेख्दा पनि हुन्छ आरएस 1100। अब हामीले निकाल्नु पर्ने के छ भनेपछि बोन्ड यिल्ड्स टु म्याचुरिटी। यिल्ड्स टु म्याचुरिटी निकाल्दाखेरि हामीले पहिला चाहिँ के गर्छौँ यसको एप्रोक्सिमेट भ्यालु निकाल्छौँ अनि यसलाई ट्रायल एन्ड एरर गरेर एनपिभी निकाल्छौँ अनि इन्टरपोलेसन गरेर एक्चुअल हामीले के भन्छौँ आइटिएम निकाल्छौँ। त्यसको लागि हामीले पहिला गर्नु पर्यो के नाउ वी नो दैट approximate YTM is equal to फर्मुला के हुन्छ I plus M minus P by N divided by M plus 2P by 3। कुनै कुनै कस्तो लेखा हुन्छ भने M plus P by 2 पनि लेखा हुन्छ तर हामीले एप्रोक्सिमेट गर्दाखेरि नर्मली यो चाहिँ गर्छौँ है। अब हामीलाई यो इन्फर्मेसन माथि दिएकै छ हामी राखौँ I120 प्लस यो भनेको 1000 माइनस 1000 माइनस 1100 डिवाइडेड बाई म्याचुरिटी एन पिरियड एन भनेको चाहिँ 10 years। अनि हाम्रो चाहिँ एम भनेको 1000 भइहाल्यो अनि पछाडि करेन्ट प्राइस भनेको 1100 भइहाल्यो। यो गर्दाखेरि तपाईले क्याल्कुलेसन गर्नुभयो भने चाहिँ यो कसरी हुन्छ भनेपछि 120 प्लस माइनस 100 डिवाइडेड बाई 10 भनेको 10 डिवाइडेड बाई यो चाहिँ कति हुन्छ 3200 डिवाइडेड बाई 3। यो भनेको चाहिँ हाम्रो एक्ज्याक्ट कति आउँछ भने लगभग 10.31% आउँछ। यो चाहिँ के भनेपछि यो चाहिँ एप्रोक्सिमेट भ्यालु है एप्रोक्स वाइटिएम को भ्यालु हो। अब हामीले चाहिँ के गर्छौँ भनेपछि ट्रायल एन्ड एरर गर्छौँ। अब ट्रायल एन्ड एरर कुनमा गर्छौँ भनेपछि एउटा 10% अनि एउटा 11% मा गरौँ है के आउँछ। ट्रायल एन्ड एरर अनि ट्राई एट 10%। एनपीबी निकालौँ है। एनपीबी भनेको थाहा तपाईलाई टोटल प्रेजेन्ट भ्यालु माइनस बोन्डको अहिलेको भ्यालु करेन्ट भ्यालु भनेको पी। अनि टोटल प्रेजेन्ट भ्यालु भनेको चाहिँ बोन्डको के हुन्छ भने आई गुणे पीबीआईएफ ए अनि कति छ त यसको वाइटिएम केडी पर्सेन्टेज हामीलाई 10% छ अहिले अनि कति इयर 10 years प्लस एम गुणे पीभीआईएफ कति 10% 10 years माइनस भिनट भनेको छ 1100 भइहाल्यो।
I भनेको 120 गुणे PBIF हामीले चाहिँ अब यो चाहिँ के हुन्छ भने यो PBIF टेबलमा फाइनान्शियल टेबलमा 10 इयर्स को रोमा 10% को हेर्नु हो भने चाहिँ तपाईको कति छ भनेपछि 6.1446 प्लस m भनेको 1000 भइहाल्यो अनि PBIF 10 मा हेर्नु भने 10% 10 इयरमा हेर्नु भने चाहिँ तपाईको कति छ भनेपछि भ्यालु 0.3855 यो अब तपाईहरुले क्याल्कुलेसन गर्नुहुन्छ 737.352 प्लस 5.5 minus 11 plus 385.5 1122.852 minus 1100 यो भनेको कति छ 22.852 यो कति छ 0 भन्दा बढी छ त्यही हुनाले हामीलाई के थाहा छ भनेपछि IRR भनेको अथवा YTM भनेको चाहिँ के हो डिस्काउन्टिङ रेट हो हैन अनि के हुन्छ भने चाहिँ पोजिटिभ आयो भने चाहिँ हामी सधैँ यो भन्दा माथि जानुपर्छ 10% भन्दा माथि ट्राई गर्नुपर्छ अब लेट्स ट्राई इट 11% है 11% मा गर्दाखेरि अगाडिको सेम प्रोसिडियर हो टोटल प्रेजेन्ट भ्यालु माइनस पी टोटल प्रेजेन्ट चाहिँ कति हुन्छ आई गुणे यहाँ चाहिँ के हुन्छ भने PVIF ए 11% हुन्छ है अनि 10 इयर्स त छँदैछ म्याचुरिटी प्लस m गुणे PVIF 11% 10 इयर्स माइनस हाम्रो अगाडिको 1100 छँदैछ त्यो गर्दाखेरि 120 गुणे कति हुन्छ यार यसको 120 गुणे 5.8892 PBIF टेबल हेर्नु भने चाहिँ 5.8892 प्लस 1000 भइहाल्यो यसको चाहिँ कति हुन्छ भनेपछि PBIF टेबलको PBIF टेबल है यो चाहिँ PBIF टेबल चाहिँ अगाडिको हेर्ने PBIF टेबल चाहिँ यसको हेर्ने म्याचुरिटी भ्यालु पार भ्यालुको सँग चाहिँ PBIF टेबल हेर्ने 11% को है 10 इयर्स मा कति छ भनेपछि 0.3522 छ है यो टोटल गर्दाखेरि कति आउँछ भनेपछि सिधै क्याल्कुलेसन गर्दाखेरि कति आउँछ भने 120 गुणे 5.8892 गर्दाखेरि 706.704 प्लस 352.2 माइनस 1100 गर्दाखेरि 352.2 1058.904 1100 यो चाहिँ कति आयो भनेपछि माइनस 41.096 यो चाहिँ के आयो लेस देन 0 आयो अब चाहिँ हामीले के थाहा भयो भनेपछि एप्रोक्सिमेट एक्ज्याक्ट YTM चाहिँ 10% र 11% को बिचमा छ भन्ने चाहिँ थाहा भयो कसरी थाहा भयो भनेपछि 10% मा गर्दाखेरि NPV पोजिटिभ आयो अनि 11% मा गर्दाखेरि नेगेटिभ आयो हामीलाई थाहा छ YTM मा के हुन्छ NPV को भ्यालु जहिले पनि 0 हुन्छ भन्ने थाहा है त्यही भएर हाम्रो कहाँ पर्यो भनेपछि 10 र 11 को बिचमा पर्यो अब हामीले इन्टरपोलेसन गरेर हामीले YTM को निकाल्छौं भ्यालु बाइ इन्टरपोलेसन है अनि YTM yield to maturity is equal to इन्टरपोलेसन को फर्मुला हामीलाई थाहा छ लोअर रेट प्लस NPV lower rate by NPV lower rate minus NPV higher rate multiply higher rate minus lower rate. Lower rate भनेको छ 10% भइहाल्यो हैन
प्लस एनपीबी एलआर चाहिँ कति छ भनेपछि 22.852 छ है अनि एनपीबी एलआर भनेको 22.852 अनि यो माइनस अनि एनपीबी एचआर मा चाहिँ माइनसै छ है अनि यो माइनस कति हो माइनस 41.096 है अब यो माइनस माइनस के हुन्छ प्लस हुन्छ एचआर एलआर भनेको 11% माइनस 10% भनेको 1% भइहाल्यो यो भनेको 10% प्लस 22.852 तल प्लस माइनस माइनस प्लस हुन्छ अनि यो दुईटा जोड्दाखेरि चाहिँ हाम्रो कति आउँछ भनेपछि 22.852 प्लस माइनस माइनस प्लस हुन्छ यहाँ है 41 फेरि जोडिने भयो त्यो प्लस 41.096 गर्दाखेरि हाम्रो के हुन्छ 63.9481 यो 1% आउनाले यो कमै भएन 10% यो डिभाइड गर्दाखेरि कति आउँछ भनेपछि 22.852 डिभाइडेड बाइ 63.948 गर्दाखेरि 0.357 आउँछ है यो भनेको 10.357 यो भनेको कति हुन्छ 10.36% यो चाहिँ हाम्रो के हुन्छ YTM आयो है यो चाहिँ हाम्रो YTM आयो अब हामीले के लेख्नु पर्यो yield to maturity of this bond is 10.36% आयो है यो चाहिँ क्वेशन नम्बर 1 को आन्सर भयो 1A को आन्सर भयो अब B मा चाहिँ के सोधेहा भनेपछि यो बोन्ड्सको करेन्ट यिल्ड चाहिँ कति हो भनेर सोधेको है मेटाउँ करेन्ट यिल्ड CY भनेको चाहिँ के हो भनेपछि कुपन इन्ट्रेस्ट डिवाइडेड बाइ करेन्ट मार्केट प्राइस यो चाहिँ हामीले देखा कति देखा 120 दिएकै छ अनि करेन्ट मार्केट कति छ प्राइस यो गर्दाखेरि कति आउँछ 120 डिवाइडेड बाइ 1100 यो भनेको 0.109 यो भनेको 10.9% चाहिँ हाम्रो के छ करेन्ट यिल्ड छ यो B को आन्सर हो त्यसकारण करेन्ट यिल्ड bonds current yield is 10.9% है तपाईलाई यस्तै अरु पनि भिडियो हेर्न मन लाग्छ भने हाम्रो च्यानललाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला